हेलो अनि दर्शक नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल बिजी गौतम। अनि के छ तपाईँहरूको हालको ठिक छ होला नि? मेरो पनि ठिक छ है। अनि आज चाहिँ मैले एकदम स्पेसल भिडियो बनाउँदै जाँदैछु होइन। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला र जो नयाँ हुनुहुन्छ प्लिज यो च्यानललाई लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है त। अघि आउँदैहरू थियो, अहिले उज्यालोतिर आइपुग्यो म आएर के यहाँ टिलिक्क यस्तो जाडो महिना टिलिक्क घाम लाग्छ होइन। घाम लाएर पनि हावा चल्यो भने चाहिँ डेन्जर चिसो हुने क्या। को आउँदैछ भने बत्तल ल्याएर यता हाम्रो आकाश पुरानो तपाईँको आकाश आकाश थापा मगर अनि आजको स्पेसल के छ भन्दाखेरि पहिलाको रोमानिया पहिलाको जस्तो रहेन अहिले। किन भन्नुहुन्छ नि पहिलाको 3-4 वर्षभन्दा अगाडि आउने साथीभाइहरूले जुन तरिकाले कुराहरू गर्नुहुन्थ्यो अनि जुन तरिकाले हामीले भिडियोहरू हेरिन्थ्यो नि त्यो अनुसारको रोमानिया अहिले छँदै छैन है। अहिले रोमानिया पनि एउटा युरोप भन्छ, सेन्जन भन्छ होइन, तर नामको मात्रै होइन। अहिले यो रोमानिया पनि लगभग गल्फ जस्तै भइसक्यो। सप्लायर कन्ट्र्याक्टर कम्पनीहरू छ्याप्ती छ होइन। स्यालेरी 2600 देखि 3000सम्म हो। 3000 त कोही कोहीले पाउने होइन, नत्र 2500-2600 नै हो स्यालेरी भनेको यहाँनिर। सो गल्फमा भन्दा अझै खानाको डेन्जर महँगो छ यहाँनिर। अनि त्यही हो साथीभाइहरू, तपाईँहरूले जुन नेपालमा बसेर सोचिरहनु भएको छ होइन, जुन तरिकाले सोच्नुहुन्छ नि त रोमानिया त त्यस्तो छैन बिल्कुल है। एकदम गाह्रो छ यहाँ सर्भाइभ गर्नलाई है। तपाईँहरू फ्युचरको लागि के छ भनेर चाहिँ रोमानिया नआउनु होला। फ्युचर हेरेर चाहिँ अब कमाउँछु जान्छु होइन, नेपालमा फर्किन्छु अथवा यहाँबाट अन्य अरू देश जान्छु भन्ने हिसाबले आउँदै हुनुहुन्छ भने चाहिँ बिल्कुल तपाईँहरू आउन सक्ने हुन्छ होइन। तपाईँहरू त्यही हो 8-9 लाख 10 लाख तिरेर 60-70-80 हजार कमाउन गाह्रो हुन्छ। अब सबैको भाग्य एउटै हुँदैन, सबैलाई राम्रो कम्पनी पर्छ पनि भन्ने छैन होइन। सो त्यही हो साथीभाइहरू, यदि राम्रो कम्पनी पर्यो, डाइरेक्ट कम्पनी पर्यो भने त तपाईँ महिनाको 1 लाखभन्दा बढी त यहीँ पनि रोमानिया पनि कमाउनुहुन्छ। सप्लाई डाइरेक्टर पऱ्यो भने त त्यही हो 60-70-80 है। म डाइरेक्ट कम्पनीमा परेर त 70-80 हजारभन्दा धेरै माथि पर्दैन। कहिलेकाहीँ ओटी लाग्यो भने मात्रै हो 1 लाखसम्म हुने होइन। अब यो नोभेम्बर डिसेम्बर त फुल ड्युटी हुन्छ, ओटी लाग्छ, यसमा चाहिँ कमाइन्छ। यो बाहेक अरू बेला म भनेको चाहिँ तपाईँको 70 हजार जोगाउने हो, बस त्यति नै हो होइन। जो कोही पनि अनि गल्फबाट आउने सोचमा हुनुहुन्छ भने मलाई धेरैजनाले मेसेज गर्नुहुन्छ गल्फबाट आउँदा। यदि तपाईँहरूको गल्फमा होइन 60-70 हजार 50 हजार कमाउनुहुन्छ भने तपाईँहरू नआउनुहोस्, त्यही ठिक छ। किन भन्दाखेरि तपाईँले 8-9-10 लाख तिरेर 60-70 हजार बेसीमा 80 हजार कमाउनुको लागि 8-9 लाख 10 लाख तिरेर आउनु अलिकति फाइदा छैन। सो त्यही भएर यदि गल्फबाट कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले 60-70 हजार गल्फमै कमाउनुहुन्छ भने चाहिँ त्यही ठिक हुन्छ है। रोमानिया आउनु बेकार हो। सो फेरि आफू गयो अरूलाई नआइज भनेको होइन मैले। आउनुहोस्, आउन मन लाग्छ भने, तर मैले चाहिँ एउटा हल्का जानकारी दिएको होइन। सो तपाईँहरूलाई एउटा जानकारी दिएको होइन, यस्तो छ अहिले चाहिँ रोमानियामा भनेर। सो त्यही हो, हामीले सोचेको जस्तो तपाईँहरूले सोचेको जस्तो छैन रोमानिया। अब तपाईँको अब त्यही हो, म आउँदा 7 लाखतिर आएको 2600 स्यालेरी छ। अब 1-2 वर्ष पछि आउने दाजुभाइ दिदीबहिनीहरूले पनि 8-9 लाख तिरेर आउनुहुन्छ, स्यालेरी त्यही हुन्छ।
फाइदा के भयो त? केही पनि के। यो एजेन्टलाई मात्र फाइदा भयो अनि रोमानियाको एजेन्ट अनि नेपालको मेन पावरको एजेन्टहरूलाई मात्रै फाइदा हुने भयो यसरी। हामी कामदारलाई चाहिँ केही फाइदै छैन। सो त्यही हो साथीभाइहरू, आजको भिडियो यति नै होइन। मेरो कुरा हजुरहरूलाई यदि राम्रो लाग्यो, भिडियो राम्रो लाग्यो भने प्लिज लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है। अनि यदि कहीँ कतै गलत बोलिछु भने त्यसको लागि आइएम सो सरी है, क्षमा चाहन्छु, माफी चाहन्छु है। आफू गयो अरूलाई यस्तो भन्यो भनेर चाहिँ नरिसाउनु होला, मलाई त्यस्तो नभन्नु होला। जस्ट मैले एउटा इन्फर्मेसन दिएको हो, एउटा जानकारी दिएको हो भिडियो मार्फत है। सो त्यही हो है, आजलाई बिदा हुन चाहन्छु। फेरि भेट्नु चाहिँ नेक्स्ट भिडियोमा। त्यतिन्जेलको लागि बाइ बाइ।